हेर्नु है हेर्नु कस्तो फुल ढकमक्क छ कि फुल ढकमक्क। केटाहरूले केटी देख्दा भयो अक्कमक्क भन्ने छ कि छैन। यहाँ फुल गोड्नुपर्छ यस्तो गरी यस्तो फाड्नुपर्छ कि पैसा कमाउनु सजिलो हुन्छ। यस्तो फाड्नुपर्छ है। यसरी फुललाई कस्तो चिटुक्क गोड्नुपर्छ कि पैसा त्यति सजिलो छ है। घरि भारी बोक्नुपर्छ, घरि खन्नुपर्छ, घरि गोड्नुपर्छ, घरि के गर्नुपर्छ एउटा मात्रै काम हुन्छ र कतिवटा काम हुन्छ नि। यसरी फाड्नुपर्छ कि यसरी यस्तो फाडेर यस्तो काम गरेर पैसा पठाउनुपर्छ। देख्छ मान्छेहरूले कसरी पैसा पाउँछ भनेर। अर्काको घरमा नोकर चाकर फुलबारी यस्तो हुन्छ। फुलबारी ढकमक्क यस्तो फुलबारी गर्नुपर्छ। अनि यो जम्मै फुलबारी हो कि परसम्म फुल छ, फुलै फुल यस्तो फुलै फुल। अनि यस्तो दामी यता तल सहर छ, सहर बजार। परदेश जानु कति सजिलो। परदेशमा चाहिँ कस्तो नै काम पाउँछ भनेको त यस्तो पो काम पाउँदैन। सुखिलो बस्नु पाइन्छ भनेको के को सुखिलो बस्नु पाउँछ। झोर जङ्गल र पर घर देखिएको जस्तो छ नि, त्यो सबै गर्नुपर्छ हो। फाल्दै खन्दै छर्दै विदेश यस्तो हुँदो रहेछ। विदेश यस्तो खालको विदेश हुँदो रहेछ कि विदेशमा के गर्नु पर्दो रहेछ भन्छ नि। परदेशमा यस्तो खतरा के गर्नु पर्दो रहेछ। यस्तो छ कि फुल सबैले फुल ढकमक्क हालेर के भनेको हाल्छ कि कोहीले चाहिँ के हालेको। आगो पिएर मरे भन्छ त। रक्सी पिएर मरे त भन्दैन कि आगो पिएर मरे भन्छ। कसरी आगो चाहिँ पिएर मर्छ हौ? म त देखेको छुइनँ त आगो पिएर मरेको। त्यसो भनेर लगाउँछ त भिडियोहरू। अघि भर्खरै देखेको त्यो भिडियो। आगो पिएर मरे अरे आगो चाहिँ पिएर को मर्यो? यो संसारमा पनि आगो पिएर मरेको त देखेको छुइनँ मैले। रक्सी पिएर चाहिँ मरेको छ क्या। रक्सी पिएर चाहिँ मरेको छ, टिभी लागेर मरेको छ। त्यो आगो पिएर चाहिँ मरेको छैन है। त्यो नहुँदो भिडियो लाउने चाहिँ को रहेछ हौ? अनि आगो चाहिँ कसले पिएको छ हौ? संसारमा आगो पिउने को हो? आगो पिउँछ कि तर शक्ति हुनेहरूले मात्रै पिउँछ। त्यो हावा कटको भुसुनाहरूले त्यो हावा कटको त्यो
मान्छेले चाहिँ कहिले पिउँदैन है। त्यो केटीको लागि चाहिँ आगो पिएर मरेको हुँदैन है। नहुँदा भिडियोहरू हाल्छ कि आगो पिएर मऱ्यो अरे, रक्सी पिएर चाहिँ मऱ्यो भन्नु नि बरु।